हामीले फ्यानमा त यो चिज देखेकै छौँ। यो हो क्यापेसिटर। क्यापेसिटरको काम भनेको इलेक्ट्रिसिटी स्टोर गरेर फ्यानलाई चलाउने हो। अब यो किन चाहिन्छ र लाइन हुँदाहुँदै हामीलाई क्यापेसिटरको लागि एनर्जी किन स्टोर गर्नुपर्छ भन्ने कुरामा आज चर्चा गरौँ। वेलकम टु फर्स्ट पार्ट अफ लर्निङ हाउसहोल्ड इलेक्ट्रोनिक्स। अब हामीलाई फ्यानमा किन क्यापेसिटर चाहियो त? यो कुरा चाहिँ कसो भन्दाखेरि हाम्रो घरमा आउने भनेको 220 भोल्ट 50 हर्ट्जको एसी हो। एसीमा चाहिँ इलेक्ट्रिसिटी कन्स्टेन्टली पोजिटिभ र नेगेटिभ भएको भइ गर्छ 1 सेकेन्डमा 50 चोटि। अब त्यस्तो कन्डिसनमा मोटर घुम्न सक्दैन। मोटरलाई घुम्नको लागि रोटेटिङ म्याग्नेटिक फिल्ड चाहिन्छ जुन हाम्रो सिङ्गल फेज एसीले प्रोभाइड गर्न सक्दैन। त्यही भएर क्यापेसिटरले चाहिँ हामीलाई अर्को एउटा डुप्लिकेट फेज बनाइदिन्छ ताकि मोटर घुम्न सजिलो होस्। त्यही भएर यदि क्यापेसिटर पुरानो भयो भने हामीलाई इलेक्ट्रिसियनले नि क्यापेसिटर फेर्नुपर्छ भनेर भन्छन् नि, त्यो पनि त्यही कुरा हो। यदि क्यापेसिटर फेरिएन भने मोटर घुम्नै सक्दैन। हो त्यही भएर हाम्रो सिलिङ फ्यानमा क्यापेसिटर युज गरिन्छ। अब अघि मैले भने नि क्यापेसिटरले चार्ज स्टोर गर्छ भन्ने कुरामा। अब यदि क्यापेसिटरले चार्ज स्टोर गरेर युज गर्छ भने हामीलाई ब्याट्री किन चाहियो त? यो कुरा चाहिँ कस्तो भन्दाखेरि क्यापेसिटरले चार्ज त स्टोर गर्छ तर जति फास्ट स्टोर गर्छ त्यति फास्टै रिलिज गर्न सक्छ। हो त्यही भएर हामीले चाहिँ ब्याट्री युज गर्छौँ ताकि हामीले प्रपरली स्टोर गर्न सकौँ। यसरी बुझ्दा भयो कि यदि क्यापेसिटर भनेको एउटा क्यामेराको फ्ल्यास हो भने ब्याट्री भनेको चाहिँ त्यो पुरानो सिएफएल बल्ब हो, बिस्तारै निप्ने बिस्तारै बल्ने। क्यापेसिटरको चर्चा गर्दै जाँदाखेरि क्यापेसिटरको बारेमा धेरै नै कुरा छन्, धेरै नै साइन्टिफिक हुन्छ। त्यही भएर इन जेनरल चाहिँ हामीले यो बुझ्नुपर्छ कि क्यापेसिटर भनेको एउटा चार्ज स्टोर गर्ने मेकानिजम हो जसले चाहिँ चार्ज स्टोर गर्छ, स्टोर गरेर अनि अचानक हामीलाई हाई करेन्ट चाहिँदाखेरि चार्ज प्रोभाइड पनि गर्छ। त्यही भएर क्यापेसिटर चाहिँ धेरै नै इम्पोर्टेन्ट छ इलेक्ट्रोनिक्सको दुनियाँमा। आजको लागि यति नै गरौँ। धन्यवाद।